हाम्रो गाडी आयो अब यही गाडीमा जानुलाई हामी रेडी भइरहेको छौँ सबैजना साकेला जानुको लागि तयार भइरहेको छौँ सुपाडैमा हो यो साकेला यसको आधी भाग चाहिँ एकछिन पुगेपछि गर्छु पहिला हाम्रो गाडी आइसक्यो अब हामी पनि अब रेडी भएर जानु तयार भइरहेको छौँ होइन हामी चढिसक्यौँ अटोमा अब मान्छे अझ अलिक गाडी नचलेर अटोमा जाँदैछौँ अलिक प्याक छ अटोमा होइन मिलेर बसौँ होला सबैजना मिलेर बसौँ होला ल प्याक भयौँ सबैजना ल हामी चाहिँ अब लाग्दिएको अब चण्डे साकेला लाग्दिएको हाम्रो यता एकदम उहाँ खरबस बसिरहेको खरबस रोहन मगर अब यसको आधी भाग चाहिँ साकेला पुगेपछि नि गरौँला अहिलेलाई भाइ साकेलामा दिदी भाउजू पहिलेहरूले फुर्किँदाएर किनेको साकेलामा हामी चाहिँ अहिलेको भाग आधी भनेको थिएँ मैले आइसक्यौँ यहाँ हामी साकेलामा आइसक्यौँ अब अलिअलि यसो भिडियो बनाउँदैछु सबैजनाले हेरिदिनु होला सपोर्ट पनि गरिदिनु होला है मेरो युट्युब च्यानलमा हामी ल सबैले हात हल्लाइदिनु पर्यो सबैले म चाहिँ अहिले साकेलामा आइसकेँ म चाहिँ यहाँ साकेलामा आइसकेपछि यसो सानोतिनो मेरो भ्लग बनाउँदै हिँड्दैछु होइन अलिक भिड छ क्या त्यही भएर अलिक यहाँ भिडियो बनाउनु पर्छ कस्तो ल हेर्नुलाई हामी चाहिँ अहिले साकेलामा घुम्दैछौँ मजाले म अघि बोलिसकेको आधीमा आधी यहाँ बोल्ने हो नि त आन्टी यो कति रुपियाँ गोटा हो यो 20 रुपियाँ 20 कतिवटा यिनीहरू यो कति रुपियाँ गोटा हो कसरी केजी एउटै दाम हो तिमी खाने कि नखाने नखाने खाने भए भन म किनिदिन्छु भरे चाहिँ बोकेर जाने ल सो सबैजनाले मेरो युट्युब च्यानलमा लाइक सब्सक्राइब गरिदिनु होला सबैले माया गरिदिनु होला सपोर्ट पनि गरिदिनु होला हामी यहाँ त्यसो दिदीबहिनीहरूसँग भतिजाहरूसँग घुम्न आइरहेको छौँ साकेला आज सुपाडेमा साकेला राखेको बिचमा लाउ ढ्याक्कै ढल्छ ल केटाकेटीको खेल्ने कुरा केटाकेटी खेल्ने ठाउँ है यो चाहिँ हुनुहोस् जम्पिङ यसलाई जम्पिङ भन्छ यो जम्पिङ केटाकेटी खेल्ने ठाउँ यता पनि बच्चाहरू खेल्ने ठाउँ जब चन्डी सकेर घरमा सबैजना साकेला सकेर घरमा अब यो ठाउँलाई छोडेर सबैजना जानुहुन्छ साकेला छोडेर साकेला अहिले पैसा सिलाम सागमा किन रहन्छ है अरू पनि अङ्कल यो कति रे यिनीहरूको भाइ यार 1000 रुपियाँ त नभएन न भाइ यार सिलाम सागमा महँगो छ है सिलाम सागमा महँगो छ यो हालको चाहिँ महँगो हो यो हालको चाहिँ यहाँ अलिक सस्तै हो यो हालको चाहिँ अब यो ठाउँ छोडेर सबैजना जानुहुन्छ आज अब यहाँ साकेला आज